हेलो साथीहरु नमस्ते अनि वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ आज 3-4 दिनपछि भारी बर्सात पछि अनि अलिकति आज चाहिँ मौसम अलि रोकिएला जस्तो अलि पानी कम भएको जस्तो भएर आज चाहिँ यस्तो बाहिर चिसो हावा खानको लागि आएको छु है। तै पनि पानी पर्छ कि जस्तो त लागिरहेछ, डर लागिरहेछ कहीँ कतै र जाँदैछु भन्ने कुरा म गएपछि देखाउन चाहन्छु हजुरहरुलाई। ल हेर्नको लागि फुल भिडियो वाच गर्नु होला है। जान्छु है त, बाइ। आज म आउँदैछु का देख्नुभयो त साथीहरु, हेर्नुस् म कहाँ आउँदैछु आज। एकदमै राम्रो अनि एकदम धार्मिक स्थल हैन, एकदमै शक्तिशाली मन्दिर भनेर चिनिन्छ। गोवाको चाहिँ एकदम प्रसिद्ध मन्दिर भनेर चिनिन्छ हैन। एकदमै राम्रो छ मन्दिर पनि, एकदमै जस्तो देखेको एकदमै राम्रो छ त्यतिकै शक्तिशाली पनि छन् रे हैन। एकदम शक्तिशाली छन् मन्दिर। हेर्न सक्नुहुन्छ साथीहरु यो मन्दिर है, कस्तो राम्रो छ। कति एकदमै के हेर्नु न मन्दिर पनि वाउ कस्तो दामी के। तर यो भन्दा 3-4 वर्ष पहिला हैन यस्तो राम्रो थियो भर्खर पेन्ट गरेको बेलामा। अहिले चाहिँ हल्का कालो दाग धब्बाहरू भएरै छ, तर एकदमै राम्रो क्या मन्दिर चाहिँ हैन बस्नको लागि। अनि एकदम राम्रो के, चिसो हावा पनि आउँछ यहाँनिर, एकदमै राम्रो हैन। डाँडामा छ मन्दिर पनि, एकदमै क्या मस्त लाग्छ क्या मलाई चाहिँ हैन। देख्नुभयो साथीहरु म कहाँ आएँ अनि डर पनि लागिरहेछ, कहीँ कतै पानी पनि पर्छ जस्तो छ हैन। यो हेर्न सक्नुहुन्छ पुरै कालो बादल छाइरहेछ। अनि तैपनि हजुरहरूलाई भिडियोको लागि भए पनि म दुःख र कष्ट गर्दै आएको छु। प्लिज लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ जरुर गर्नु है। पानी परेर पुरै है त्यो मारै छ है, तर अलि मौसम चाहिँ सफा मौसम भएको छ हैन। तर के गर्नु अहिले अब फेरि गोवाको पानीको भरोसै छैन कि कतिखेर भुर्रेको भइदिन्छ खाएको। पानी पनि यस्तो पानी पर्दैछ कि आँखा खोल्न नसक्ने टाइपले क्या, यस्तो पानी परिरहेको छ साथीहरु है। अनि रमाइलो छ, राम्रो छ, हावा खानको लागि एकदमै राम्रो छ। गर्मी मौसममा हैन, गर्मी टाइममा पनि पानी नपर्दाखेरि यहाँ चाहिँ आएर हावा खाएर बस्नको लागि यो लाइन यतातिरको यो लाइनतिर मान्छेहरू पुरा टन्न बसिरहन्छ। ऊपर साइडतिर यहाँबाट चाहिँ त्यति देखे होइन, देख्न पछि देखाउने छु है। तर पनि राम्रो छ, रमाइलो छ, एकदम दामी छ है खेल्नको लागि, बच्चाहरू खेल्नको लागि पनि। अनि पनि एकदम के साथीहरू हेर्न सक्नुहुन्छ है, हेर्न सक्नुहुन्छ साथीहरू मन्दिर। अनि अगाडि गेट चाहिँ यता छ है साथीहरू, गेट यता धेरै टाढा छ, गेट चाहिँ अगाडि छ है। अनि त्यसपछि मन्दिरभित्रबाट झन् ल हेर्न सक्नुहुन्छ हाम्रो नेपालतिरको मन्दिर हेर्न सक्नुहुन्छ साथीहरू। मन्दिर एकदमै कति राम्रो छ, एकदम के सफा के मन्दिर पनि यति सफा कि होइन, एकदमै सफा। हेर्नु मन्दिरहरू कस्तो दामी छ है। अब मन्दिर त सबै ठाउँ राम्रै हुन्छ होइन, तर पनि एउटा के हामीहरूको उतातिर मन्दिरहरू कस्तो हुन्छ नि, पुरै लठापत्र के फुल अक्षता त्यहाँनिर जम्मै होइन हुन्छ नि, लठापत्र पानी त्यहीँ झन् यो बारिसको टाइममा झनै गाह्रो के, पुरा अक्षताहरू फुलहरू पुरा बगिरहेको लेदो बगिरहेको हुन्छ नि मन्दिरमा। तर यहाँ चाहिँ यस्तो देखिँदैन क्या साथीहरू, यहाँ चाहिँ यस्तो देखिन्छ कि पुरा सफा के, एकदम सफा है, क्लिन के, कहीँबाट पनि कचराहरू देखिँदैन। हेर्न सक्नुहुन्छ, मजाक गरेको होइन, कस्तो के आनन्द देख्दाखेरि पनि कस्तो आनन्द लाग्ने क्या होइन। के यस्तो कि पुरा बस्नको लागि पनि कति सफा राम्रो होइन, एकदम क्लिन होइन। अगर यही ठाउँमा होइन भने त यस्तो क्या होइन, जति मन्दिर हो जति सफा राख्यो उति राम्रो क्या है। मलाई चाहिँ जहाँसम्म लाग्छ यस्तो रमाइलो राम्रो छ क्या यहाँको मन्दिर चाहिँ। यहाँ गोवामा एनी हो कहीँ पनि मन्दिरहरू चाहिँ यत्तिकै सफा नै देख्छु नि म जहाँ पनि। अनि ठिक छ, राम्रो छ, रमाइलो छ, अनि एकदम सो साथीहरू। अनि म चाहिँ मन्दिरको धेरै भित्रैसम्म चाहिँ प्रवेश गर्न सकिनँ, म चाहिँ आधा यहाँबाटै म फर्केँ। किनभनेदेखि मलाई 1 वर्षसम्म मन्दिरमा जान र पूजा गर्न चाहिँ मलाई अलाउड छैन भन्नुभन्दा नि पहिला कुरो। अब हाम्रो चाहिँ बुढापाकाहरूदेखि नै चलिआएको, अब 1 सालसम्म चाहिँ मलाई जुठो परेको छ। त्यही कारणले गर्दा हाम्रो नेपालीहरूलाई थाहै होला होइन, जुठो परेपछि त अब 1 सालसम्म त कसैले पनि पूजापाठ यताउता बिहाबट गर्दैनन् है। त्यही कारणले गर्दाखेरि चाहिँ 1 सालसम्म चाहिँ मलाई जान अलाउड छैन भन्नुभन्दा नि पहिला कुरो हामी जाँदैनौँ। त्यही कारणले गर्दाखेरि चाहिँ सो हजुरहरूलाई देखाउनको लागि मात्र म यहाँ आएको र चिसो हावा खानको लागि मात्र आएको।
खासमा चिसो हावाखाना आएको फ्रेस हुनको लागि हामी फेरि देखाइदिउँ साथीहरूलाई भनेर होइन तपाईँहरूलाई देखाउनको लागि त्यहाँसम्म पुगेँ त्यहाँसम्म तर त्योभन्दा भित्र चाहिँ इन्ट्री गर्न म सक्दिनँ साथीहरू सरी र अनि त्यसपछि अब म जाँदैछु वहाँ अगाडि बस्ने ठाउँसम्म है सो साथीहरू अनि त्यसपछि यहाँ अब बस्नको लागि चाहिँ अलिकति अगाडि चाहिँ एकदम रमाइलो ठाउँ छ है बस्नको लागि चाहिँ त्यहाँ अगाडि जाँदैछु अनि यहाँ चाहिँ अब यति हो अनि बस्न चाहिँ अगाडिपट्टि राम्रो ठाउँ छ अनि वहाँनिर बस्नको लागि जाँदैछु है त साथीहरू बाई चलो लेट्स गो सो पुगियो बस्ने ठाउँ पनि देख्न सक्नुहुन्छ साथीहरू बस्नको लागि मन्दिर वहाँ अगाडि छ होइन अनि त्यसपछि बस्नको लागि चाहिँ यहाँनिर मजाले आरामले यहाँनिर चिसो हावा खाँदै यसरी बस्दै आहा दामी छ सो साथीहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन यही ठाउँ घुम्न बस्नको लागि फ्रेस हुन मन छ भनेपछि यहाँनिर आउन सक्नुहुन्छ अनि मन्दिर पनि घुम्न सक्नु मन्दिर पूजा पनि गर्न सक्नुहुन्छ र यहाँ आएर फ्रेस भएर बस्न पनि सक्नुहुन्छ यति भन्दै अहिलेको लागि यति नै भिडियो अनि आउनेछ फेरि नेक्स्ट भिडियोमा आउनेछु अहिलेको लागि हस् त बाई बाई टाटा अनि त्यसपछि सब्सक्राइब लाइक पनि गर्नु है त कमेन्ट जरुर गर्नु है त हस् त बाई बाई